तोरी छरिकन अहिले उम्रिसकेको बेला हाम्रो घर अझै तोरी चाहिँ छ है, रहेको कुरो भित्र अझै छ। यसरी तोरी जोगिएर बस्यो भने त धेरै फाइदा हो। हामीले बजारमा जुन किनेर खान्छौँ नि शुद्ध तोरीको तेल भनेर, त्यो वास्तवमा शुद्ध तोरीको तेल 4 आना पनि होइन, 100 आनामा 4 आना होइन। हामी 16 आनालाई मान्थ्यौँ नि, 100 आनामा 4 आना होइन भनेपछि बुझ्नु होला 96 आनै मिसकट हुन्छ। पाम ओइल, पिएफएडी ओइल, यो विभिन्न के हो मिक्स जुन स्वास्थ्यको लागि पूर्ण हानिकारक छ। त्यस्तो तोरीको तेल प्याकेटको किनेर खानुभन्दा बरु तोरी नै किन्ने, तोरी किन्ने, तोरी पेलेर खाने, या मिलमा गएर पिनेकै जुन तोरीको तेल हुन्छ त्यो किनेर खाने, त्यसो गर्नु राम्रो हुन्छ। हाम्रो चाहिँ यो आफ्नै बारीको भएको हुनाले जोगेर बसेको छ। अब अलिकति भित्र छ, यो वर्ष तोरी छरिसक्यो। अब त्यो तोरी फलुन्जेलसम्मलाई तेल पुग्दै हुन्थ्यो भन्ने हाम्रो चाहना हो। बजारको तोरीको तेल नखाउँ, आफ्नै घरमा उत्पादन गरौँ, या किनेर भए पनि तोरी नै किनेर पेलेर खाउँ भन्नको लागि यो भिडियो बनाएको मैले। यसलाई कुनै नकारात्मक दृष्टिले बनाएको चाहिँ होइन। सकारात्मक मेसेज के दिएको भने तोरी चाहिँ शुद्ध नै खानुपर्छ है। एक त तेल स्वास्थ्यको लागि खासै राम्रो चाहिँ होइन, तापनि मिठाउरे शरीर, हाम्रो यो जिब्रो मिठो खोज्छ, त्यो मिठो खोजेको हुनाले तोरी नै खानुपर्ने भएपछि बजारको मिसकट त्यस्तो मिसावटी स्वास्थ्यलाई असर पर्ने खालको चाहिँ किनेर नखाउँ। तोरी किनौँ, तोरी पेलौँ, या पेलेको तोरीको तेल खाउँ भन्दै यो भिडियो यहीँ मैले टुङ्गाइदिएँ। बाँकी अर्को अध्यायमा वर्णन गरिनेछ भन्दै आजको अध्याय सिद्धाएँ मैले।